नमस्कार सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू। हाल म अहिले मरिससबाट मैले आज मरिससको डिमान्ड हेरेको, मेन पावरले दिएको डिमान्ड हेरेको। जुन डिमान्डमा इन्टरनेटमा देखाएको चलेको चाहिँ रेटको चाहिँ पैसा चाहिँ कन्भर्ट गरेर त्यही अनुसारले यति सेलरी हुन्छ, यस्तो खाना बस्न यस्तो उस्तो भनेर जुन मेन पावरले हालिराखेको छ त्यो एकदम झुट हो। यताबाट पैसा पठाउन सजिलो छैन भए पनि त्यो नेटमा देखाएको रेटको पैसा भर्न पर्नु होला। यति पैसा छ मेन पावरले यसरी नेटमा यसरी देखाइदिन्छ, तर त्यो होइन। अरू देशको जस्तो जति छ रेट त्यति रेट यो देशमा पाइँदैन। जस्तो आजको रेट छ 3 रुपियाँ .04 पैसा छ। अहिले म यो रेटमा मणिग्रामबाट पैसा हाल्न गएँ भने मलाई कति दिन्छ त मणिग्रामले? 2 रुपियाँ 80 देखि 85 सम्म, धेरै दिए 85 सम्म, त्यसभन्दा बढी दिँदैन। तर मेन पावरहरूले चाहिँ यसरी देखाइरहेको हुन्छ। त्यसकारणले यो रेट सम्बन्धी नेटको भर नपर्नु होला यो देशको लागि चाहिँ। अरू देशको सबै देशको यस्तो हुँदैन। अरू देशमा चलेको रेटको भाउ दिन्छ, तर यसमा दिँदैन। यति जानकारी गराउन म चाहन्छु। हस्त, धन्यवाद।